हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी यस्तो कुरा गर्नेछौँ हजुरले सोच्न सक्नु भएको छैन। आज चाहिँ हामी गर्नेवाला छौँ गेस द फ्रुट एन्ड भेजिटेबल च्यालेन्ज विथ ब्ल्याङ्क फोल्ड। यो च्यालेन्ज चाहिँ 1000 रुपियाँको हुनेवाला छ। प्लेयर्सहरू पछाडि हुनुहुन्छ। गाइस यो गेमको रुल्स चाहिँ प्लेयरहरूले जुन फ्रुट्स एन्ड भेजिटेबल छामेर पत्ता लगाउनु पर्ने हुन्छ। अनि यस्तो चाहिँ एउटा एक्सपेरिमेन्ट पनि हो यो भिडियोको। हामी चाहिँ के अरे अन्ध मान्छेले क्यारी थाहा पाउँछ नि त फ्रुट्सहरू भेजिटेबलहरू भनेर स्टार्ट गर्दैछौँ हामी यो गेम। अनि त्यसपछि प्लेयर्सहरूले छामेर मात्र थाहा भने सुन्न पनि पाइन्न, खान पनि पाइन्न। बुझ्यौ नि प्लेयर्स? हामीले बुझ्यौँ। अब चाहिँ हामी फटाफट गेम सुरु गर्छौँ। हजुर लाइकको बटनलाई ठुक्नु होला। गाइस प्लेयर्सहरू चाहिँ फाइनली रेडी छन् है। अहिले चाहिँ प्लेयर ट्याक्क दुइटाको आँखा पट्टी बाँधिसके। अनि ट्याक्क उयोहरू ल्याउँछु, फलफुल तरकारीहरू यहाँ राखिदिन्छु। यिनीहरूले चाहिँ छामेर भन्छन् है त कुन चाहिँ ठिक। पहिला के भन्नु पऱ्यो भने चाहिँ यो दिन्छु नि, त्यसपछि चाहिँ फ्रुट हो कि भेजिटेबल भनेर पछि त्यो फ्रुट चाहिँ भेजिटेबलको नाम भन्नु पऱ्यो। ओके छ नि त। ल अब गाइस यहाँ फ्रुट पनि छ। अब चाहिँ यहाँ राखिदिन्छु एउटा। सुरुमा चाहिँ के राखौँ? एउटालाई यो राख्छु है त। सानैबाट सुरु गरौँ है। ल दुइटा अब रेडी। कहाँनिर छ है? अलि त के हो यो? कहिले नछामे जाइफल त लिएर आएर ए त सुन्नु सुन्न पाइन है। बास आएर सुन्नु। चिटिङ जोल चिटिङ गर्छ। एक थप्पड हान्यो, मिलाएन भने एक थप्पड। त्यो रुल पनि थाहा होला। हुन्छ मलाई कालिङ मिल्छ र। यो हो फ्रुट्स हो कि नै? रोहन तेरो भन्न भचिर भन। ल पहिला त भन न भन्छु। ए त फ्रुट है फ्रुट फ्रुट्स हो ल भन। यो नाम यो खान मिल्ने चिजै हुनुपर्छ है मैले भन्दैछु। ओके खान मिल्दैन धेरै यसले टाइम लाग्यो। यसलाई लहर्छ अहिले गेमबाट। यो खान मिल्ने छिटो भन्दै कि उ भन्दै बेडुल्ला भन्दै? बेडुला हैन यो खन्यु भन्दै। यो खन्यु पनि हैन यो गिठा तँले भनिस् तिम्रो। यसको मिल्यो कि नै? यिनले चाखिहाले अनि चिटिङ गर्न पाइन्न है। बाख्रा मन पाएन अहिले झ्याउँछ अहिले। त्यस्तो त पाइदै पाइन म। यो खान छिटो भन के? यसले भन्यो यसको के अरे भन्न के भने? तँ पहिला फ्रुट भन्ला पछि गिठा भन्ला लास्ट यो त आउट भयो। तिम्रो भन। यो फ्रुट्स हो। यो मैले कता चाखेको थिएँ पहिला। यो मेरो फेभरेट नै हो। स्कुलबाट आउँदाखेरि म जहिले खान्छु यो चाहिँ। हामी बाटामा छ तर त्यो हो कि होइन कन्फ्युज छु यार म। एक कताको म रिस्क लिन चाहन्छु। यो चाहिँ हो मेल। सुदीपको सही जवाब। पहिलो 1 नम्बर चाहिँ उहाँ गएको छ। उहाँको चाहिँ रहेको छ बेडुल्लो। ए अहिले भिडियोमा हेर्नु। खै यता राखौँ नयाँ। अब नयाँ यहीँ छ कि मैले राखिसकेँ। अब नयाँ राख्छु। अब चाहिँ नयाँ राखौँ भने चाहिँ मैले रिस्क लिएर नि यार। तर मलाई उ जस्तो लागिरहेको थियो। ल। काँचो खन्नु जस्तो। के हो यो? पात दे यो पात हो। भन्नु पर्यो है। बेथेको पात हो यो। बेथ्यो ए पहिला भेजिटेबल हो कि फ्रुट्स भन्न। ए यो त भेजिटेबल हो। ल भेजिटेबल यो बेथेको पात। सुदीप यो पनि भेजिटेबल हो। म त्यस्तो बेतेसेती मलाई नाम थाहा छैन। साग हो मलाई त। ल दुइटैको 1-1 पोइन्ट आएको छ। कति भयो? 1 पोइन्ट, यिनीलाई 2 पोइन्ट, 1 पोइन्ट। भाइ म आफ्नो गर्छु। ल दिउँ पर्यो एउटा। जाउन दिए नि नयाँ फ्रुट यो त अघि केही हैन र नि यति सानो के हो? भन्नु पर्यो। मनिष भन् पहिला। खन्यु ए भेजिटेबल के हो भन्न तिम्रो। यो खन्यु त यो फ्रुट हो। फ्रुट्स अनि खन्यु खै ल तिम्रो छिटो एउटै पनि आउँछ बेला ला। एक ताली अहिले त्यो जस्तो नि लाग्यो मलाई। पह एक ताली मनिषले हेरे आयो त्यो। धेरै हैन। पह एक ताली एकछिनै मलाई टाइम दिनु पर्थ्यो। अचम्मको यो खै खोइ छाम त खै एकपाली। खै कस्तो छ? यति गर्छ छोड्न। तिम्रो हेर थाहा पाएन भने दिन्छु अरे यसको। यो भेजिटेबल हो। भेजिटेबल भेजिटेबल आलु त हैन। आलु नै हो यो। दुइटैको करेक्ट जवाब। दुइटैको सुदीपको 3 पोइन्ट, यसको 2 पोइन्ट। मलाई थाहा कोलो कोलो लाएर हो। खन्ने हो। मैले नाक पनि बन्द गर्दै के जामाले। ए नभन्नु अहिले दिन्छु यो किनेर। मलाई कस्तो ठग्यो हैन? उ जस्तो लाग्थ्यो के अर्कै के अरे मलाई डल्ली खुर्सानी जस्तो लाग्यो। बेडुल्ला डल्ली खुर्सानी मलाई पनि त्यस्तै लाग्थ्यो। मैले के गरेँ हातमा चढाउँथ्यो नि त डल्ली खुर्सानी भए। गाइस अब चाहिँ म यो दिँदैछु है। यी दुइटालाई कोलाई दिउँ। रोज आफै के लगाएर यहाँ राख्यो एउटा। ल मलाई यहाँ राखिन। ल त नथामा केही गर्न पाइन्न। त्यहाँ दिन्छु मैले फेरि घुमेर। लसुन के खोज्लानी? ए नभए पाइ केही गर्न थाहा छैन। फ्रुट किमो किमो। ल म तेलाई फरक मलाई फरक हो। लसुन जस्तो हुन्छ यार। खोइ एकपाल खाने मिल्ने चिज हैन। खोइ छाम्न देन। चुप म भन्दैन के ल। किन पाइ हुन्न त्यो त। जाति बिति के हो यार? यो यसले हेरे के कस्तो हेरे हैन के? पत्ता नआएर नि। ल अलि तल गर बुझ्यो। हात चप्प भइगयो त्यो के हो यस्तो? छिटो गरेर भन। तिम्रो टाइम खतम हुन लागिसक्यो। बग्न एक ताली
उयो कहाँ लैजानु ला वा भगवान कसम मान्छे देखे हैन यही छु म सुन्न त कहाँ पाइन्छ त नि यही छु म हात सुन्छु मैले। पर्दैन त्यो हात त कहाँ कोटाइ के कोटाइ काटेर त ल्याइन्छ नि सिङ्गै हो नि उसिङलै हो यो लसुन हो भेजिटेबल कि फ्रुट नभने भेजिटेबल हो ल दुईटैको सही सही जवाब है यस मलाई कस्तो हात तट्छ रोक ल मलाई धौजिरा ओइ। यही दुईटैलाई यो छ गाइस अहिले मलाई अहिले भन्नु तुला आलो न त एकछिन यो कसको पालो तेरो पालो खाइदिउँ नि थरी त यो मिलाएन भने त मेरो नाम सुदीप साँच्चै होइन यो त फ्रुट हो के यो फ्रुट यो उ हो आलु तिम्रो यो हो भेजिटेबल खुर्सानी डल्ले खुर्सानी दुईटैको करेक्ट जवाब या के भइरहेको यार सबैले मिलाएर आने अरे पाँच भएन चार है पाँच चार ए अरे खुर्सानी पनि थाहा हुन्न नि के डल्ले खुर्सानी माथितिर थोरै त्यो उ छ त्यो डाँठवाला मेरो त पाएको दुईटैले काटेर आएको छ अहिले काटेर दिनु मिल्दैन किन मिल्दैन मिलाइ मिल्छ 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 ल ओइ काटेङ छ सुरुको बन्द नि चाहिँ ए रो यही त मलाई थाहा भएन ए मलाई पनि थाहा भयो यो त उ हो के अरे नाम के अरे नाइ फ्रुट के अरे फ्रुट के अरे भेजिटेबल भेजिटेबल इस्कुस फ्रुट अनि म भन्छु नासपति दुईटैको सही जवाब ल ए कहाँको हो त्यसरी छाम्न पाइन्न ल भन्नु नि चाहिँ यो भेजिटेबल भेन्टा म अनि भेजिटेबल भन्छ दुईटैको यार सही यार क्या मिलाएर घुमेर दिम क्या म मैले त कसम खाएर हुन्छु केही यो दिन्छु दुईटैलाई यो एउटालाई दुईटैलाई एउटालाई ओ माई गॉड ल ल के ल्यायो फुटाल्नु भएन वा यिन त फुटाल्ने रहेछ दिन्छु अहिले खाने चिज सबैभन्दा मिठो हो यो सबभन्दा मिठो खाने चिज मनिषलाई मन नमिठो सबै पारे लाग्यो ड्राई फ्रुट हो ड्राई फ्रुट हो रहन रह यो के हो के कता भएको छिटो भन्न भेजिटेबल हो कि फ्रुट्स हो यो भेजिटेबल मिठो दिदियो के मैले त्यहाँ दुईटा यो अनि कागती सेम सेम हो सेम 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 हो होइन अब के यार यो त यार यो 9 7 आयो दोहोरिन नि सक्छ दोहोरिन नि सक्छ दोहोरिन मेरो त हुँदैन यो गोलु छैन यो नाग यो काग फुटेर यहाँ रातो वाला एकछिन मुखले फेर दादा उतार सुन्न अझै लसुन गर्न आयो यिनले चिनी गरेर राख यिनकोबाट 500 काट्छु जित्यो भने अहिले दिन्छु जित्नेवाला छैन यिनीहरू कसैले यो हो फ्रुट हो कि नै दादा हाँसु नलान बाख्रा मर्नु लागिसक्यो होइन रहेछ नि त्यो मर्छ ल ल होइन के सुन्दै यो बाख्रा मर्नु लाग्यो यो चाहिँ पर्याङ राउन्ड पोइन्ट यसको त 10 पोइन्ट भयो होइन दुईटैलाई एक पोइन्ट दिन्छु यिनले बाख्रा बड्काउला पनि चिने अनि त्यसले गएको थियो मलाई बाख्रा मर्नुमा सुँगेर सुँगेर अब के सुँगेर हो चागेर आयो भन्दाखेरि मम्मी कागती रहेछ कसम कागती रहेछ यी चाहिहाल्यो यसको बारे अरे चाहिएन सुन्याम मम्मी कसम दुईटैलाई एक एक पोइन्ट कति पोइन्ट भयो तिम्रो 6 होला यसो चापा अघि आठ यसको 9 मेरो 8 ल मेरो 8 ल लगाइ अर्को राउन्ड मेरा बाबे यो त फ्रुट नासपति वाह वाह यो भेजिटेबल आलु दुईटैले क्यारी लाने यार हेरे यार मम्मी कसम मनिसले ढुक्कै आरे मनिसले ढुक्कै आरे अब त भनिदिन्छु ल भगवान कसम ल देखाएर छ भने आज रात काट्न नपाम ल मैले छामी छामी कौला आलु चिनिन अहिले तैँले नि सबै मिलाउँछ सेरेस ल ले तेरा पाउँ भैँसीको गोबर ल्याएर चखाउँछु छिटै हालेन हातमा ल ल तिम्रो यही अहिले यो क्या के अदुवा यो डाँठ मात्रै रहेछ खान नमिल्ने रहेछ भने त जान्छ जस्तो खानु मिल्ने हो यो डाँठ पनि हान्छ नि हो के को डाँठ भ्यागुत्ता भ्याकुता ए छि सुकाएको भ्याउ त यस्ता अल जोसिन्छ प्याट दिन्छु ए भेजिटेबल प्याज भन ओ नो यो त यार केही न यो फुल जस्तो छ यो खोइ खाम त तपाईँले त उज्यालो लाग्न लाग्छ यो खाने चिज त होइन यो पनि प्राङ्क बनाउलाई होइन परेको खाने नै हो खाने हामी छ। चाहिँ कसो खान्छौँ खाने नै हो तैँले खाइछस् यो जसले खा तिमीले नि खाऊ मैले खाएको छैन तैँले त झन् एक पाथी खा होलास् एक पाथी काफालु अलैँची जस्तो नि लाग्यो मेरो त भयो टाइम खतम भयो तिमीलाई हारे मान्छे म फेरि बराबर ए तेरिका के गर्ने होला त लसुन गर्न आयो विद्यार्थी जसको विद्यान गएन हुन्छ सही भने अहिले जसको बित्या नि छैन अहिले। प्राङ्क रहेछ भने म नम्बर मान्दैन है ल ल नम्बर नमान्बो तेरो एक नम्बर काटिन्छ बराबर हुन्छ भन्न बराबर भयो नि
ए त्यो पासेको छिटो होइन भने पासेको होइन यो के? भेजिटेबल हो अनि हो कि नभए हो मेरो अलैँची भनिदिउँ क्या पखै फर्सीको मुन्टे जस्तो लाग्यो भन्छु लास्टमा छिटो यो हो के हो ए प्याज त हो हो कि तेरो मिङ्गो भयो चुला अनि यसलाई सजिलो देखाएर यसलाई यो मलाई तिम्रो सबभन्दा सजिलो हो यो काटेर देखाओस् म त्यो अघि काटेर दिएको छु त अलिअलि कोही बेला मेरो पनि काटेर देखाएको डाँट डाँट भएको कि होइन यो हो ऊ हो कि यो भेन्टै हो ल दुइटैको सही जवाब यस कति कति 9 8 ल अर्को यस्तो हाते आएर यो शान्त र यो भेन्टा जस्तो छ है छाम ए अन्दाजा भने यो अलैँची जस्तो छ कि पुरै यो त अनि कि फुलको ऊ जस्तो हो क्या हो के डाँट देखायो नि यार। यही फेरि आज यो त के हो यस्तो यो कुया हो यार के हो माथि निकालेर छाम ए ल ल ल सुङ यहाँ के चाह यहाँ के अलिकता कताको निचरी निचरी मार्न लाग्नु भयो पिनिन्छ है त्यो त मेरो के हो खास हो त अन्त छिटो भन् ए रोक्न 2 खोज्न लाग्यो यार म अर्को दिन्छु यति के हो यो यो त खाने चिज झन् उता खोसाल्न आयो यो तर खाने चिज हो कि न भन हो दुईटैलाई खान्छ कहाँ पर्याङ हुन्छ कि हरेक पछि आउँछ पर्याङ यो त बेसरी छाउन पाइन्छ भेजिटेबल लसुन दिउँ न थाहा पाएँ यार यो फ्रुट चिउरी दुईटैको सही जवाब दुईटैको 10 जति मलाई सत्य भन्नुलाई गएन कसलाई चाहिँ धौ दिइरहेछ अहिले आ दिरा उही बाख्रा बर्खुरा यति साह्रो त्यो के भन्छ त्यो उसको डाँट भेन्टाको डाँट टुक्कामा भने हामी यो त बासा हा अब मैले सुँगा त छैन बासा हा गाइज अझै म यो दिन्छु जो यिनीहरूले पत्ता लाउनै सक्दैनन् ल ल ल ल ल ल यति सानो त हुन्न है यो हुन्छ भाइ यो त काटेर दिनु त ए छिटो भन यो यो राउन्ड त यी दिन्छु अहिले पठाएर म मुङमा हान्दा हुन्छ यो त म भन्ने कहाँ छ ल भन लास्टै जानु छ छिटो भन 1 2 रोक्न 3 दुईटैलाई एउटै हो भेजिटेबल फ्रुट छिटो भन ल एउटै हो दुईटैलाई एउटै हो एउटै हो एउटै हो कि नै भन्छ एउटै एउटै हो काँड हो त एउटै हो अब हाम्रो सामान यहाँ क्यामेरा सामान जान्छ नि यार छिटो भन यो चुटाले फाल्छु भिडियो स्टार्ट भयो कि न पहिला छिटो भन के यति सानो त कहाँ पाइन्छ यार पाइन्छ अब कता कसरी हुन यो सुन्न पाइन्छ मसलदानमा यस्तो बाजे यार यतै भने कमिलाको टाउको नि ल तिम्रो दोहोरी सक्यो तेरो दोहोरी छैन यो त आलु बोक्ने जस्तो लाग्यो। ल छिटो छिटो 1 अब त 5 यसलाई नकआउट गर्छु तेरो 2 पोइन्ट कम हुन्छ फेरि 1 छिटो बेसी गर्नु नाकको यो माथि साथ म आफै साटिन्छु आफै साथ अलि ल खरो यो फ्रुट चिउरी नै हो ल ल तिम्रो भन मेरो पनि चिउरी नै हो दुईटैको गलत जवाब के हो मेरो तिम्रो चिउरीको चाहिँ तिम्रो खुर्सानीको तेरो बोडी सिमीको खुर्सानी हो यो भाइ चाह त ल यसको कति कहाँदेखि खुर्सानी हो 10 9 त हो त 10 9 10 9 कहाँदेखि खुर्सानी बोडी हो कि ए ल अर्को आयो छिटो बनाएर यार भिडियो लामो हुन्छ यो फेरि खुर्सानी दिदियो के मलाई त यो भेजिटेबल गोलभेडा यार यति सानो के हुन्छ यो डल्ले खुर्सानी सुन अब यति साह्रो त्यो के खान्छन् खान्छन् न यो रसवाला हो कि के हो भन्छ के भन्ने हो र चुकिलोवाला हो के भन्ने हो र खोइ थाहा हुँदैन खोइ त हैन भेजिटेबल कागती दुईटैको सही जवाब 11 10 ए पहिल्यै सुरुमा बिक्री गयो कट बाहिरको बोक्खरको छिल्काको पनि बाहिरको त्यो अनियन सेल निकाल्दाखेरि अनियनको त्यो छिल्का हटाउने हुन्छ नि त्यसमा दुईटैलाई अर्को सब्जी ए के मलाई यो भेजिटेबल प्याज मेरो दोहोरिसक्यो मिल्यो कि नै त्यसको त भेजिटेबल हो कि प्याज भन्न चाहिँ पहिला भेजिटेबल हो कि के हो भन्नु भेजिटेबल प्याज हो नि त पराङ भयो गाइस परेन हैन यो त मनि यो फ्रुट नासपाती तिम्रो बिग्रियो दुईटैको बराबर पोइन्ट यसको तिमीलाई यो नासपाती दिएको दुईटैको बराबर पैसा मेरै होला जस्तो छ गाइज यस्तो बनाउँछु मलाई धौधा यसलाई बाख्रा बल्कि अझै दिए त्यो मलाई दिएको यसलाई दिनै पर्छ नि के मलाई दिएको चिज चाखिहाल्ला त अहिले त के चाखिहाल्यो ल ल यही यही यो के हो यो त के को डाँठै हो है ल ए ए सर्बत होइन यो भेजिटेबल
अनि भेजिटेबल यो के हो भेजिटेबल छ ए खाऊ त रे पुरै खाऊ किन भेजिटेबल त त्यही जात छान्न दिन्छु ए तेले त्यो भेजिटेबल उ हो यो दुईटाले सेम हो पिनालुको पातको डाँठ तिम्रो भन दुईटाले सेम हो कि नै छिटो भन तिमी सेम हो कि नै होइन हो सेमै हो त्यस्तै डाँठ सेमै हो सट्टु सट्टु पनि छ यो म मान्छु फर्सीको डाँट भेजिटेबल दुईटैको गलत जवाब रहेको छ प्याजको मुन्टा दुईटैको ओ सानो मुन्टा प्याजको सानो भर्खर प्याज पलाएर त्यसले आएर के ए अनि आधी सकिँदैन त भक्कन मैले यस्तो चिमार चिमार पारेर बल्ल बाँच्न ए ल भिख मागे त 1 रुपैयाँ दुईटालाई यही यो त भेजिटेबल उ हो सिमी तिमी भन ओ सोल्टी दुईटालाई सेम हो हो कि यति त भने यार होइन भन्दैछु अनि त्यसले हो भन्छ त नबोल क्यामेरा पछाडि मान्छे बोल्दैन ओहो सोल्टी म चाहिँ यहाँ रुक्ने यो मलाई दिइसकेको छु नि दोहोरिसक्यो दिइसकेको छु एउटालाई दिइसकेको छु मलाई दिइसक्यो क्या अघि नै सानो यत्तै बनाएर दिएको थियो यसले सिमी छिटो गरेर तिम्रो त भेट लगाइसक्यो अर्को छैन फ्रुट्स अँ। स्ट्रबेरी सुदीपको फेरि 1 नम्बर घटेको छ र मनिले 1 नम्बर अगाडि बढाएको छ के हो मेरो 11 10 के हो मेरो तिम्रो हो किमु तेरो हो ए यसले के भनेन ए भनेन ए सिमी भन्नु त ए सिमी भने नि सिमी भनेको भेजिटेबल सिमी भने ए के चपाके भने हौ यो मैले आधी खाथ्यो कि नै के होइन या यो दोहोरिसक्यो आयो भन्न त यो फ्रुट अनि के अरे त्यो अरे आरु म पनि फ्रुट्स आँप दुईटाको सही जवाब मनिष खाका न मनिष दुईटा टोकेर दिएको हो मेरो खाएको गरेर टोकेर दिएको भन्दा अन्त ए खाटे म त जुठो खान्छु त्यो जुठो खाएन ला मनिष पन्ध्रमा त जित्यो त यो मेरो 15 पुगिसक्यो मेरो 14 पुग्यो तेरो भर 12 दादा तेरो सुधीर 11 मेरो 12 कहाँ हेरे म हेरेको छु फेरि त्यही के हो यो छि ए हैन ए होइन ए म त ए मलाई दिइसक्यो ल ओ यो दोहोऱ्या मलाई हो के हो त उता मनिषले फुचाल फाचल गरिसक्यो होइन यसले फुटालेर दिएको थियो यो त बाख्राको वर्ग होला भेजिटेबलै फ्रुट हो यो फ्रुट र भेजिटेबल हुन्छ यो यो त पराङ भएन यो न यो फलफुल हो न तरकारी हो तरकारी बनाएर खान्छस् त कहाँ त यो बाख्राको वर्ग होला केही पनि होइन फ्रुट पनि होइन भेजिटेबल पनि होइन म भेजिटेबल आलु तिम्रो फेरि 2 पोइन्ट तल्तिर तिम्रो यो उ खनिया खन्नु यति साह्रो हुन्छ अहिले साह्रो त त ला अहिले कसम खान लाउने हो अहिले यही यही यो के हो यो पराङ भइगयो यहाँ फेरि पराङ यत्रो परेङ पलाएर दिन्छु अहिले यही यो कोहीले खाँचैन भन् किन आनेर चुली खान्छ भो हड्डी पनि खान्छ के को खान्छन् मेरो फुटा यो त मलाई लागिरह उसको हड्डी के अरू बोराहरू पनौती लगाइसक्यो नि हार्छन् पहिला यसलाई भन्नु दुईटाले एउटै थौ हो त भन्छ त्यो हेरो हेरो 1 2 3 ए चार, मम्मी 5 भेजिटेबल खुर्सानी मम्मी हातै खोलिदियो तिमीमा मिल्यो यसको म भन्छु त लास्ट एउटै हो भने भन्नु होइन, न। एउटै। अनि हात त खतरा मलाई यो तैँले दिएको थिइनँ सबै भने न हात त खतरा पुग्यो त यसको बोकल त दिएको थिएँ दियाथे न दियाथे न दियाथे न दियाथे न यो हात त अलिक खतरा तिजोको त पुग्दैन। हुँदै हुन सक्दैन दियाथे आलु बोकेर पनि यहाँ छैनन् आलु भएर किन आलु छ नि खोइ। ओइ बाबु जा आलुको हड्डी यस्तो हुन्न नासुक्ने यस्तो हुन्न अरू के दिएको थियो अरे अघि के दिएको थियो त त्यो फलफुल त्यो के भन्छन् अरे भन्दै जान याइ अहिले त पराङ्कै भयो कसम अहिले कपडा खोल्नुपर्छ लौ। नि त। हाल छी। किरालमा भने मेरो 14 मा गइसक्यो ए यो उसको के भन्छन् अरे यो फ्रुट्सको अनि फ्रुट हो कि भन्छ अँ हो त्यो अघि के दिएको थिइस् त त्यो यो यसले सानो के सानो हालेको दाना हुन्छ त के भन्छन् ठुलो ठुलो सानो सानो दाना फल्छन् त यार यो अघि मलाई दिएको थिइस् कि तैँले त्यो भाइ म सामेर भन्छु त्यो इ हेज प्राइस पनि रेडी छ यही राखेको तिमीहरूको गाडी त्यो रुद्रा चाहिँ ल्याए आलु आप
ए तेरी मेल हैन के अरे अरु परा हैन तिदु हैन चुरी 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 हो यो ए झ्याली भयो त भाइ न मम्मी भन्छ याद थियो हैन एकबाट आथेन के नामै आथेन अनि बिजी गाडी चुरी बन्छ भन्ने ल ल तिमी राख मलाई द्याथि छ कि न अझै यहाँ मेरा यो भेजिटेबल आलु भेजिटेबल इस्कुस भिडियोको मिल्यो र हाम्रो गेम यही समाप्त भएको छ किनकि रात पनि भयो बाहिर एकछिन आफा दिउँ त मोल जिते है ल दुईटा मध्ये विनर हुनुहुन्छ हाम्रो मनिषजी आहा बल्ल खोल्न पाइन्छ यार अर्कै लाग्यो त मलाई त आहा खोल्दा उज्याले के त अरे भयो हाम्रो विनर हुनुहुन्छ मनिषजी लप्सी लक्ष्मी नाकी त्यो अझ यसले मेरो हात चिबल्थ्यो के दुईटालाई पर्याङ सराङ गयो भने भिडियो कस्तो लाग्यो ट्यागको कमेन्टमा भन्नुहोस् बिचराको खाप्चो हेरेर एकताल भनिदिनुहोस् खै यी होइन सबै मिलाउँछु भने हारेर खै हारेको मुख देखाऊ जितेको मुख देखायो यसलाई जितेको मुख भन्नु पनि छैन नजितेको रहेछ यसकै साथ मलाई प्रयास दिन चाहन्छु लिनुहोस् प्रयास भने जित्नु भएको छ 1000 रुपियाँ र अब आइन्दा यस्तै च्यालेन्ज गर्नुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नुहोस् फटाफट 1K सब्स्क्राइबर पुऱ्याउनु है त उहाँले जित्नु भएको छ र अर्को टपिकमा हामी भेट्ने नै छौँ र कुन टपिकमा भिडियो बनाउने भनिदिनु होला र आजको लागि यति नै बाई बाई